गते 19:30 बजे बेलुकाको समयमा 5 जना समूहले एसबीआई ब्याङ्कमा आई गार्डद्वारा गार्गी र उक्त ब्याङ्कमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई नियन्त्रणमा लिएर चाहिँ खुकुरी समेत प्रहार गरी ब्याङ्कमा भएको नगद लुटपाट गरेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचना प्राप्त अनुसार इलाका प्रहरीकारले बस्तीको र तत्काल घटनास्थलमा टोली खटिएको र घटनास्थलमा पुग्दा दुईटा कोठामा गार्ड तथा कर्मचारीहरूलाई चाहिँ बन्धक बनाएर राखेको, निजहरूको हात खुट्टा बाँधेर राखेको, मुखमा टेपसहित लगाएको अवस्थामा तत्काल उद्धार गरेको र ती लुटी फरार भएका व्यक्तिहरूको सन्दर्भमा शङ्कास्पद स्थानहरूमा स्थानीय मानिसको सहित साथ सहयोगमा पक्राउ तथा खोजतलास तथा अनुसन्धान गर्नलाई चाहिँ तत्काल प्रहरी खटिएको अवस्था थियो। त्यसै गरी उक्त घटना अलिकति संवेदनशील भएको हुनाले जिल्ला प्रहरी कार्यालयबाट म आफै 50 जना प्रहरी टोली लिएर चाहिँ घटनास्थलमा पुगेको थिएँ र घटनास्थलमा अनुसन्धान तथा खोजतलास गरेको सन्दर्भमा घटनास्थलबाट 2 किलोमिटर पूर्वपट्टि लिपी खोला भन्ने ठाउँ छ त्यहाँ। त्यसमा चाहिँ यो BAD 0398 नम्बरको टाटा सुमो र चालक भगवत सिंह त्यहाँ हामीले फेला पार्यौँ र फेला पारेर सोधपुछ गर्दाखेरि उहाँले चाहिँ 6 जना मानिसहरू यता बनेपाबाट भाडामा के अरे रिजर्भमा ल्याएको र उहाँहरू केही समयपछि आउनुहुन्छ भन्ने हिसाबले वेटमा बसेको भन्ने कुरा आइसकेपछि शङ्का लागेर निजलाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान हामीले गरेका थियौँ। त्यहाँबाट पनि केही विषयवस्तुहरूमा आएका थियो, विषय केही यो 6 जना मानिसहरूको सन्दर्भमा केही सन्दर्भहरू त्यहाँ कुरा आएका थिए। त्यसैको आधारमा हामीले ड्राइभरले भनेको जुन हुलियाको आधारमा ती व्यक्तिहरूको खोजतलास गर्ने क्रममा चाहिँ यो बेलुका रातको समयमा 29 गते जङ्गलका विभिन्न स्थानहरूमा बोरामा लुकाइराखेको र छरपष्ट अवस्थामा केही पैसाहरू बरामद भएको छ र त्यसलाई अफिसमा लगेर काउन्टिङ गर्दाखेरि 1,80,10,500 रुपियाँ चाहिँ हामीले त्यो राति 29 गते राति हामीले त्यसलाई चाहिँ बरामद गर्ने अवस्थामा पुगेका थियौँ। त्यसै गरी हामीले यसलाई खोजतलासको सन्दर्भमा निरन्तर राखिरहेको थियो। विभिन्न स्थानहरूलाई पढाउन गरेर चाहिँ भाग्न सक्ने ठाउँहरूलाई चाहिँ प्रहरीको तैनाथीबाट चाहिँ कतै पनि नभागोस् भन्ने हिसाबमा प्रहरी टोली खटिएको अवस्थामा यो 30 गते बिहान ढ्याङ्ग्ले गाउँपालिका वार्ड नम्बर 1 यो सुकाचुरीबाट 4 जना शङ्कास्पद व्यक्तिहरूलाई त्यहाँको स्थानीय मानिसहरूको सहयोगमा पक्राउ गर्न हामी सफल भयौँ र निजहरूलाई तत्काल खानतलासी गर्दा 5,09,675 रुपियाँ उनीहरूको साथबाट फेला परेको थियो र निजहरूलाई सोध्ने त्यहाँ सोधपुछ तथा बयान लिने सन्दर्भमा केही पैसाहरू चाहिँ लुकाएको भन्ने उनीहरूले बयान दिएका थिए र उनीहरूले देखाएको ठाउँमा थप हामीले 83,35,000 पैसा चाहिँ थप हामीले बरामद गर्यौँ र त्यो घटनामा प्रयोग भएका केही नकाब, पन्जा, नक्कली प्लास्टिकको पेस्तोल लगायतका निज प्रतिवादले प्रयोग गरेका विभिन्न कपडाहरू पनि हामीले त्यो घटनास्थलबाट प्राप्त गरेको अवस्था थियो। त्यसै गरी यी पक्राउ परेका व्यक्तिहरूको प्रारम्भिक बयान तथा प्राविधिक विश्लेषणबाट के फेला पर्छ भन्दा उक्त ब्याङ्क लुटपाट गर्ने सन्दर्भमा चतुर्मान बज्यू र उक्त ब्याङ्क रहेको घरधनी यो छविलाल सेङतान पनि यसमा संलग्न हुन सक्छ भन्ने हिसाबको केही हामीसँगको प्राविधिक विश्लेषण र प्रारम्भिक बयानबाट यो खुला आउन सक्छ। तत्काल हामीले घरधनीलाई पक्राउ गर्यौँ र मिति 2082 गते चतुर्मान बजुरा जिल्ला सिन्धुली ढ्याङ्ग्ले गाउँपालिका वार्ड नम्बर 1 स्थित जङ्गलमा लुकीछिपी रहेको अवस्थामा हामीले पक्राउ गरी चाहिँ ल्याएको अवस्था छ। त्यसै गरी पक्राउ परेका घरधनी छविलाल सेङतान र चतुर्मान बज्यूका अनुसार उनीहरूले दिएको बयानको आधारमा प्रारम्भिक सोधपुछमा उनीहरूले 2022 सालको असोजबाट नै उक्त ब्याङ्क लुटपाट गर्ने योजना बनाएको देखिन्छ। यो विभिन्न समयमा पटक पटक लुटपाट गर्ने उनीहरूको यो प्रयास भएकोमा यो पुसको 23 गते पनि उनीहरूले लुट्न भनेर चाहिँ 2टा बाइकमा भाडामा बाइक लिएर चाहिँ उता ब्याङ्कमा गएको र त्यसमा परिस्थिति अनुकूल नभएकोले उता लुट्ने काम चाहिँ त्यतिखेर चाहिँ असफल भएको भन्ने कुरा त्यहाँ खुल्न आएको छ। त्यसै गरी 28 गतेको पहिलो एटिएममा पनि त्यहाँ लुट्न जाने भन्ने हिसाबले कोटेसनमा भेलाजम्मा भएको अवस्था थियो, तर त्यतिखेर पनि अलिक ढिलो भएको कारणले गर्दा 29 को साटो 28 को साटो 29 गते चाहिँ के छ भन्दा पब्लिक बस चढी बनेपा आएको र बनेपामा चाहिँ टाटा सुमो रिजर्भ गरेर चाहिँ यता घ्याङ्ग्लेतिर आएको देखिन्छ र उक्त ब्याङ्क लुटपाट गर्ने सन्दर्भमा सबैभन्दा मेनली भूमिका निर्वाह गर्ने चाहिँ यो छविलाल सेङतान को योजना देखिन्छ र उसले त्यहाँ लुटपाट गरेर आवश्यक पर्ने हात हतियार तथा सूचना प्रदान गर्ने कुरा र निर्देशन समेत दिएको अवस्था प्रारम्भिक सोधपुछबाट यो खुल्न आएको छ।
र त्यसै गरी यो साँझ 29 गते चाहिँ पक्राउ प्रतिवादनले एसबीआई ब्याङ्क विरुद्ध गरी सुरक्षा गार्ड र बैंकको कर्मचारीलाई नियन्त्रणमा लिई शाखा प्रमुखलाई प्लास्टिकको पिस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताला खोल्न लगाए। बैंकमा भएको पैसा बोरा तथा झोला समेत भाले लुटी भाग्ने क्रममा प्रहरी तथा स्थानीय मानिसहरूको सक्रियताले लुटी लगेको पैसा जङ्गलतिर लुकाइ छिपाई भएको भन्ने कुरा आएको छ र बैंकको सूचना अनुसार उक्त भल्टमा बैंकमा 3 करोड 7 लाख रुपियाँ पैसा चाहिँ लुटी लगेको भन्ने कुरा जानकारी गराएको थियो। त्यसै गरी यो हामीले चाहिँ अब 29 गतेबाट लागु हुने गरी चाहिँ यो पक्राउ प्रतिवादीहरूलाई जम्मा 5 दिनको म्याद थप गरी अहिले अनुसन्धान भइरहेको छ र यसमा बरामद भएको दोषी प्रमाणको सन्दर्भमा 2 करोड 68 लाख 55,175 यो रुपियाँ चाहिँ हामीले बरामद गरेको अवस्था छ। त्यसरी खुकुरी 2 थान, प्लास्टिकको पिस्तोल थान 1, मोबाइल थान 5, ठुलो पानी टेप प्रयोग भएको 1 थान, कालो रङको नकाब 3, रातो रङको नकाब 1 गरी जम्मा 4 थान र कालो पन्जा 1 जोर हामीले बरामद घटनास्थलबाट बरामद गरेको छ भने जम्मा हामीले अहिलेसम्म 7 जना मानिसहरूलाई पक्राउ गरेका छौँ। जस्तो जिल्ला यो काभ्रेपलाञ्चोक साबिक पूर्वोत्तर जनगाल गाविस वडा 2 हाल यी बनेपा नगरपालिका 10 बस्ने वर्ष 49 को भगत सिंह थापा, उहाँ चाहिँ ड्राइभर हो। त्यसै गरी सिन्धुली जिल्लाको घ्याङ्ग्रे गाउँपालिका वडा 2 बस्ने वर्ष 27 शत्रुमान बज्यू, जिल्ला चितवन भरतपुर नगरपालिका वार्ड नम्बर 2 बस्ने वर्ष 24 को शशाङ्क श्रेष्ठ, जिल्ला नुवाकोट पञ्चकन्या गाउँपालिका वार्ड 5 बस्ने वर्ष 23 को मिलन गिरी, त्यसै गरी जिल्ला नुवाकोट पञ्चायत कन्या गाउँपालिका वार्ड नम्बर 5 बस्ने वर्ष 19 को विवेक कुमार र जिल्ला सिन्धुली घ्याङ्ग्रे गाउँपालिका वार्ड नम्बर 2 बस्ने वर्ष 44 को छविला सेन्ताङ र एकजना चाहिँ 16 वर्षभन्दा कम उमेरको व्यक्तिसहित घटनामा संलग्न भएकोले उहाँको नाम चाहिँ हामीले यसमा खुलाएका छैनौँ। यसरी हामीले यसमा 7 जना मानिसहरू पक्राउ गरेर अनुसन्धानको प्रक्रियामा छ र अझै यो अनुसन्धान सकिएको छैन। थप केही मान्छेहरूको यसमा संलग्नता छ छैन भन्ने कुराको विषयमा हामी थप अनुसन्धान गरिरहेका छौँ। भन्दै मैले यो छोटो जानकारी यी अन्त्य गरी यहाँहरू कुनै जिज्ञासा भयो कि पुनः म त्यसमा केही कुरा थप्नेछु।